विश्वप्रदानमा हामी सहभागी बनाऊ। आउनुहोस् हामी सबैजना खुसखुसीलाई चिनो बनाई हामी सबै यो विश्वप्रदान अघि बढ्नलाई हामी एकसाथ बनाऊ। पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा। यही खाना चाहिँ अहिले त्यो मिरा सेन कस्तो थियो एलर्जीले कति डक्टर देखाउँदा पनि भनेको बिहानै कतिवटा 4टा खान्छु उठ्ने बित्तिकै त्यहाँदेखि इन्सुलिन लाउँछु त्यहाँबाट फेरि 10वटा खान्छु खाजा खाएर त्यहाँबाट अब थुप्रै बिमार छ नि त माइला छोरा ऊ चाहिँ कान्छामा बुहारी आन्टी जी के कहते भयो विश्वास गर्दै यो विश्वप्रदानमा हामी सहभागी बनाऊ। आउनुहोस् हामी सबैजना खुसखुसीलाई चिनो बनाई हामी सबै यो विश्वप्रदान अघि बढ्नलाई हामी एकसाथ बनाऊ। पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा। हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह परमेश्वरको प्रेम आउनुहोस् हामीले गरेको सबै भुल त्रुटि कमजोरीहरू प्रभुको राख्दै हामीले गरिने प्रार्थना विशेष गरी हाम्रो आमाको आत्मा शान्तिको लागि जुन चाहिँ प्रार्थना हामीले गर्नेछौँ आज त्यो सबै प्रभुलाई स्वीकार होस् भन्दै
हामी आफूलाई मनको जाँच गर्दै आजको यो अन्तिम विधिमा हामी आइपुगेको छौँ। तपाईहरुलाई फेरि पनि अनुरोध गर्छु यो अन्तिम विधि भक्ति र विश्वाससँग हामी गरौँ र प्रार्थनामय वातावरणमा हाम्रो आमालाई बिदा दिउँ। हामी आफ्नो आफ्नो विश्वासद्वारा उहाँलाई प्रार्थना गर्दै अब हामी यो विधिमा भाग लिनेछौँ। हे प्रभु येशू ख्रीष्ट 3 दिनसम्म कब्रमा बसे तपाईले आफ्नो भक्तको कब्रलाई पवित्र गराउनुभयो। हामी विश्वास गर्छौँ हाम्रो शरीर माटोमा दफनाए तापनि हामी तपाईँ झैँ बौरी उठ्नेछौँ। तपाईँ पुनरुत्थान अनि जीवन हुनुहुन्छ। हाम्रो आमाको शरीर यस कब्रमा शान्तिसँग रहून् जबसम्म तपाईले यिनलाई पुनर्जीवित अनि अलौकिक पार्नुहुन्न। हे प्रभु यस राज्यमा तपाईको मुखमण्डलको ज्योतिले यिनी सुशोभित हुन् जहाँ तपाईँ जिउन अनि राज गर्नुहुन्छ युगानुयुगसम्म। सर्वशक्तिमान ईश्वरले हाम्रो आमा अगथालाई यस लोकदेखि बोलाउनुभयो। यसकारण हामीले उनको शरीरलाई अब यो माटोमा राख्दैछौँ जुनबाट उनको सृष्टि भएको थियो। ख्रीष्ट मृत्युहरूमा सर्वप्रथम बौरी उठ्नुभयो। हामी यो विश्वास गर्छौँ कि ख्रीष्टले हाम्रो नश्वर शरीरलाई पुनर्जीवित गराई उहाँको झैँ महिमामय बनाउनुहुनेछ। हामी हाम्रो आमाको निम्ति बिन्ती गर्दछौँ कि प्रभुले उनलाई परम शान्तिको निवासमा लैजाउन् अनि उनको शरीरलाई अन्तिम दिनमा पुनर्जीवित गराउन्। हे सर्वशक्तिमान पिता, तपाईले आफ्नो पुत्रलाई मृत्युबाट पुनर्जीवित गराउनुभयो। हामी पूर्ण विश्वाससँग भरोसासँग बिन्ती गर्दछौँ, हे प्रभु आफ्नो विश्वासीहरूलाई मुक्ति दिनुहोस्। हामी सबैको प्रत्युत्तर हुनेछ। हे पिता, हाम्रो बिन्ती सुन्नुहोस्। हाम्रो आमा अगथाले बप्तिस्मा संस्कारमा अनन्त जीवनको प्रतिज्ञा पाएका थिए। अब उनलाई आफ्नो सन्तानहरूको संगतिमा स्वागत गर्नुहोस् भनी उनले ख्रीष्टको देह अनन्त जीवनको भोजन ग्रहण गरेका थिए। उनको शरीर अन्तिम दिनमा पुनर्जीवित होस् भने हामी आफ्ना मृत दाजुभाइ दिदी बहिनीहरू आफन्तहरू अनि उपकारको निम्ति पनि प्रार्थना गर्दछौँ। हे प्रभु, उनीहरूलाई पुण्य कामको निम्ति इनाम दिनुहोस् भने पुनरुत्थानको आशा लिई शान्तिको चिरनिन्द्रामा परेका सबैलाई तपाईको साक्षात दर्शन दिनुहोस् भने आफ्नो प्रियजनको शोकमा मृत्युमा शोक गर्ने र विशेष गरी परिवारको सबै सदस्यहरू, छोरीहरू, नाता नातिनीहरू, ज्वाइँहरू सबैलाई सान्त्वना, सहायता अनि दिलासा दिनुहोस् भने तपाईको उपासना गर्न फेला भएका आज हामी सबैलाई तपाईको प्रतापमय राज्यमा एक दिन बोलाउनुहोस् भने हामी सबै परमेश्वरसँग
हाम्रो प्रभु येशू ख्रीष्टले सिकाउनु भएको अनि हाम्रो मृत आमाले जीवित हुँदा सधैँ भन्दै ल्याएको बिन्ती हामी एकसाथ भनौँ, हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको राज्य हो, तपाईँको इच्छा स्वर्गमा भए चाहिँ यस हाम्रो प्रतिदिनको भोजन आज नलाइदिनुहोस् अनि हाम्रो अपराधको माफ गरिदिनुहोस्, यसरी हाम्रो विरुद्ध अपराध गर्नेलाई हामी माफ गर्दछौँ अनि हामीलाई परीक्षामा नहाल्नुहोस्। हे माता मरिया, आफ्नो सेविका अगथाको शरण हुनुहोस्, उनलाई रक्षा गर्नुहोस्। प्रणाम मरिया। अब हामीहरू बक्सालाई ल डाउन गर्नेछौँ। कसैले अन्तिम इच्छा केही छ भने हेर्नु सक्नुहुन्छ, होइन भने हामी बन्द गर्छौँ। हेर्नुहुन्छ, ल हेर्नुहोस्, यो काटीहरू कहाँ छ? काटीहरू अगाडि आउनुहोस्, अलिकति देखाइदिनुहोस्। परिवारको अन्तिम इच्छा त्यति मात्र छ, त्यति मात्र छ ल। गाडी पनि आउँछ कि सानो गाडी आउँदैन। गेरकपट्टिबाट छिर्नु थाल्यो गाडी तर दुई जग्गा चाहिँ